नेपाली लोकदोहोरी सङ्गीतमा नयाँ आयाम थप्ने उद्देश्यले तयार पारिएको तिम्रो मनमा कुन छ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ। मनोहर शर्मा र सुनिता बुढा छेत्रीको स्वरले सजिएको यो गीत हालै कस्तुप पन्त नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। गीतमा शब्द तथा सङ्गीत सर्जकको भूमिकामा स्वयं मनोहर शर्मा रहेका छन्। प्रेम, अपेक्षा र मनोवैज्ञानिक भावनात्मक द्वन्द्वलाई समेटेर तयार पारिएको गीतले श्रोताको मन छुने विश्वास गरिएको छ। गीतमा लोक सङ्गीतको मौलिक स्वादलाई आधुनिक रचना शैलीमा प्रस्तुत गरिएको छ, जसले युवा पुस्तालाई पनि आकर्षित गर्ने सम्भावना देखिन्छ। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिरहेको छ। श्रोताहरूले गीतको भाव, गायन शैली र लयबद्धतालाई सराहना गरेका छन्। भिडियो निर्देशन, छायाङ्कन तथा सम्पादन पक्ष पनि सशक्त देखिएको छ, जसले गीतलाई अझ प्रभावकारी बनाएको छ। शब्द सङ्गीत सर्जक मनोहर शर्मा देवचुली 10 प्रगति नगरका बासिन्दा हुन्।